नमस्कार, के तपाईँको पनि कुनै आफन्त वा साथीले पैसा सापट्टि मागेर फिर्ता दिएको छैन? के तपाईँ नाइ भन्न नसकेर पटक पटक आर्थिक सङ्कटमा पर्नुभएको छ? आजभन्दा हजारौँ वर्ष अगाडि आचार्य चाणक्यले आफ्ना शिष्य चन्द्रगुप्तलाई एउटा यस्तो सत्य बताएका थिए जुन आजको डिजिटल युगमा पनि उत्तिकै सान्दर्भिक छ। चाणक्य भन्थे, चन्द्रगुप्त, उधारो र सापट्टि भनेको त्यो धमिरा हो जसले सबैभन्दा बलियो सम्बन्धलाई पनि भित्रभित्रै खोक्रो बनाइदिन्छ। आज हामी चर्चा गर्नेछौँ किन आफ्नाहरूलाई उधारो वा सापट्टि दिनु उचित हुँदैन र यदि दिनै परेमा आफूलाई कसरी सुरक्षित राख्ने। एउटा कारुणिक कथा, हरिबहादुरको भुल। धेरै समय पहिलेको कुरा हो। एउटा पहाडी गाउँमा हरिबहादुर नामका एक सोझा व्यापारी थिए। उनले हजारौँ वर्ष लगाएर आफ्नो परिवारका लागि केही धन बचत गरेका थिए। एक दिन उनका एक आफन्त रुँदै आएर भने, हिजोको ठुलो वर्षा र हिमपातले मेरो सर्वस्व लुट्यो। केही पैसा उधार देऊ। अर्को बाली काट्ने बित्तिकै पैसा फिर्ता गर्नेछु। हरिबहादुरको मन पग्लियो। उनले आफ्नो जीवनभरको कमाई सुम्पिए। तर परिणाम के भयो? वर्षौँ बित्यो, पैसा त आएन नै, ती आफन्त पनि हराए। पछि थाहा भयो त्यो पैसा घरको समस्या टार्न होइन, जुवा र तासमा सकिएको रहेछ। अन्ततः त्यही पैसाको कारण हरिबहादुरलाई ठुलो सङ्कट पर्यो। आफ्नै छोराछोरीको शरीर ढाक्न र परिवारको छाक टार्न आफू भोकै बस्नुपर्ने अवस्था आयो। त्यसैले चाणक्य भन्छन्, धनको रक्षा गर्नु भनेको केवल पैसा जोगाउनु होइन, आफ्नो परिवारको भविष्य रक्षा गर्नु हो। उधारो किन खतरनाक छ? आजको जमानामा पनि एउटा मेसेज आउँछ, भाइ 5000 चाहियो, भोलि नै फिर्ता गर्छु। हामी सम्बन्ध बिग्रने डरले पैसा दिन्छौँ। तर याद राख्नुहोस्, पैसा नफर्किएपछि सम्बन्धमा दरार आउँछ। जब तपाईँ आफ्नो पैसा फिर्ता माग्नुहुन्छ, तपाईँ नै उनीहरूको नजरमा खराब बन्नुहुन्छ। चाणक्य नीति अनुसार 5 सुरक्षित उपाय। यदि तपाईँ पनि यो जालबाट बच्न चाहनुहुन्छ भने यी 5 सूत्रहरू सधैँ याद राख्नुहोस्। 1. समयलाई ढाल बनाउने। तुरुन्तै हो नभन्ने। कसैले पैसा माग्ने बित्तिकै जवाब नदिने। भन्नुहोस्, तिम्रो समस्या बुझे, तर मेरो पैसा अहिले अन्तै लगानी भएको छ। घरमा सल्लाह गरेर भोलि बताउँछु। यो 24 घण्टाले तपाईँलाई सोच्ने समय दिन्छ र झुटो बहाना बनाउनेहरू आफै हराउनेछन्। 2. ठोस योजना सोध्नुहोस्। भावुक हुनुभन्दा अगाडि प्रश्न सोध्नुहोस्। यो पैसा कहिले र कसरी फिर्ता हुन्छ? तिम्रो तिर्ने योजना के छ? चाणक्य भन्थे, प्रश्न यस्तो बाण हो जसले झुटको कवचलाई तोडिदिन्छ। 3. सुरक्षा वा ग्यारेन्टी माग्नुहोस्। नियत सफा भएको मान्छेले चेक वा प्रमाण दिन डराउँदैन। यदि कसैले प्रमाण दिन आनाकानी गर्छ भने बुझ्नुहोस्, उसको नियत सफा छैन। 4. अभावको अभिनय। कहिलेकाहीँ आफ्नो पैसा फिक्स डिपोजिट वा कतै फसेको बहाना बनाउनुहोस्। भन्नुहोस्, पैसा निकाल्दा मलाई ठुलो घाटा हुन्छ। के त्यो घाटा तिमीले बेहोर्छौ? धेरैजसो मानिसहरू यहीँबाट पछि हट्छन्। 5. उधारो होइन, सहयोग गर्नुहोस्। यदि कसैको समस्या साँच्चीकै गम्भीर छ भने उसले मागेको सबै रकम सापट्टि नदिनुहोस्। आफूले सक्ने सानो रकम सहयोग स्वरूप दिनुहोस्, जुन फिर्ता नआए पनि तपाईँलाई पीडा नहोस्। यसले तपाईँको इज्जत पनि रहन्छ र धन पनि जोगिन्छ। आचार्य चाणक्यको यो महामन्त्र सधैँ गाँठो पारेर राख्नुहोस्। यदि पैसा नदिँदा कुनै सम्बन्ध टुट्छ भने बुझ्नुहोस्, त्यो सम्बन्ध पहिले नै कमजोर थियो। आफ्नो आत्मसम्मान जोगाउनुहोस् र समयमै नाइ भन्न सिक्नुहोस्, किनभने बुद्धिले लिएको निर्णयले मात्र जीवनमा सुख र शान्ति ल्याउँछ। के तपाईँलाई पनि कसैले उधारो लिएर, सापट्टि लिएर दुःख दिएको छ? कमेन्टमा आफ्नो अनुभव साझा गर्नुहोस्। यस्तै ज्ञानवर्धक कुराका लागि हामीसँग जोडिनुहोस्। धन्यवाद।